तेरो अन्तिम इच्छा के हो कान्छा? दिदी मेरो पनि 3-4 यसो उइस थियो पुरा गरिदिनु न प्लिज। ए साइकको यसलाई मार्नु लाएको हो के? मेरो अन्तिम इच्छा भनेको चुरोट खानु, मलाई चुरोट दिनु न। सराइदे त। ओइ खाते। ओइ हिड। दिदी म नि एक सर्ट हानेर आउँछु नि। ल भाइ हानिस्? ए 5-6 सर्ट हानेको, सास मात्र बाँकी छ। हाँ गरेर आछु। ल ल ठीक छ। बेबी के? तिमीलाई नहिन भने हैन, यो हेर त कति कालो छ, त्यो कति मोटो, यो बन्टा 2 फिट साला हाफ प्लेट। ए भेजा नहौ न, बरु साइडको केटीहरूको राम्री छ त। भाइ केटा हो कि केटी हो कि? यस्तो कुरा मेरो गर्लफ्रेन्ड हो क्या, उसलाई यस्तै बन्नु मन लाग्छ। नमस्ते गर भाउजू हो। कहाँ नमस्ते गर्छ? आऊ तिमीलाई म भोलि डेट जानुपर्छ। जति बेला पनि यो खातेहरूसँग हिँडेछ यो बन्टा ओ डेढ फुट, यसलाई पनि लिएर नहिँड है। कति न भोलि हामी डेट जाने, तिम्रो मात्र हो। अनि यो ड्रेसअप के हो यो? अलिक केटी जसो भएर आऊ। हेर त मेरो बहिनीहरू कति न, मैले त्यत्रो शाहरुख खानको फिल्म हेरेको छु रोमान्टिकवाला, कहिलेकाहीँ रोमान्टिक नि हुनुपर्छ। ल जाऊ। अडी तिम्रो बोयफ्रेन्ड चाहिँ पछेन है, भेट्छ त्यसले। त्यही भने हेर्दै खाते जस्तो छ। फर्स्ट साथ चाहिँ मै हान्छ है। ए छोड्दैन केटा, मेरो ट्रु लभ हो क्या। नमस्ते एभ्रिवान। भिडियो स्टार्ट गर्नुभन्दा चाहिँ पहिला तपाईँहरूलाई के भन्न चाहन्छु भने एउटा वेबसाइटको बारेमा भन्न जाँदैछु जसको नाम चाहिँ नियो ट्रेडर रहेछ। मैले नि युज गर्छु, अनेस्टली भन्छु एकदम राम्रो छ होइन। तपाईँहरूले नि युज गर्न सक्नुहुन्छ। दिनको 15-20 मिनट क्याप्चा सल्भ गर्नुभयो भने अर्निङ गर्न सक्नुहुन्छ मजाले। अनि त्यही मिनिमम अप्सन, ट्रेडिङ, स्टक मार्केट सबै फिचर्स छ यसमा। अनि 500बाट स्टार्ट गर्न सक्नुहुन्छ तपाईँले। विथड्र पनि एकदम फास्ट छ, 300बाटै विथड्र हुन्छ। अनि त्यही हो, डिपोजिट चाहिँ 500बाट स्टार्ट गर्नु पर्छ। अनि मेरो प्रोमो कोड युज गर्नुभयो भने चाहिँ तपाईँहरूले टन्नै बोनस पाउन सक्नुहुन्छ। यत्रो टाइम भइसक्यो आउँदैन त हौ। तिमीलाई झन् एक्लै आऊ भने होइन, डेटिङ बस्दा पनि लिएर आउनुपर्छ तिम्रो केटाहरू। के हुन्छ त मेरो साथीहरू त हो नि, के हुन्छ बस्छ यहाँ? ल भनिसक्यो। ल पुच्चीहरू तिमीहरू सबैजना साइड हट त। एकछिन म गर्लफ्रेन्ड र मलाई प्राइभेट ठाउँ चाहियो, यहाँनिर हामी दुईजना रोमान्टिक कुरा गर्छौँ। जाऊ तिमीहरू। ल केटाहरू जाऊ त, मेरो बोयफ्रेन्डलाई टाइम दिन्छ। टाइम दिन्छ अरे, जा भने यो मन्ठा। जान जा। केटी हो क्या हो? उता चाहिँ छक्का साला। तँ भने हल्का रोमान्टिक हुनु आउँदैन तिमीलाई? ए रोमान्टिक हुने त हल्का त हुनु परिगयो नि। खाते ओइ साइको, तिमीले मलाई माया गर्छु गर्दैन भन त। गर्नु त गर्छु कि, त मलाई यस्तो बानी पचेन तेरो। रोमान्टिक चल्दैन मबाट। यसो चाहिँ हुँदैन बेबी, नत्र म ब्रेकअप गर्छु तिमीसँग। के भने यस्तो? मैले अहिलेसम्म तैँले भनेर के मानेन भन् त? के चाहिँ मानेछौ तिमीले? के मानेछौ अहिलेसम्म? त्यो तिम्रो केटाहरू मलाई पच्दैन, केटाहरूसँग हिँडेछ, लुगा पनि केटाहरू जस्तो लगाएको छ। के बन्नु चाहिँ खोजेको? छक्का बन्नु खोजेको? यसरी हुँदैन। भन्न त, तैँले जे भने त्यही मान्छु। मैले साडी लिएर आएको छु तिम्रो लागि। अबदेखि तिमी केटी जस्तो बन्नु पर्यो। के? केटी जस्तो बन्नु पर्यो। साडी? साडी ल लगाएर आऊ। कत्रो टाइम लाग्यो, घामले डढिसक्यो। यहाँ कालो मान्छे त्यही माथि। ओ यहाँ जिम गर, म आइसकेँ। के देख्नु पर्यो मेरो फुटेको कानले? के लगाएको यसरी साइको? किन रामी देखे छैन? कस्तो तिमी कस्तो कुरै नबुझेको भन। ठिक छ, साडी लाउनु आएन नि तिमीलाई, म तिमीलाई केटी जसरी हिँड्नु सिकाउँछु क्या। अब बुझ्यौ? एकचोटि हिँडेर देखाऊ त। कस्तो केटी जसरी भनेको, आर्मी जसरी हिँडिरहेछ भने। यता आऊ म सिकाउँछु। ल फर्स्टमा चाहिँ के गर्ने भने राइट खुट्टा यता राख्ने, अनि लेफ्ट खुट्टा यता है। अनि त्यसपछि क्याटवक हिँड्ने।
क्याटवक थाहा छ नि ए साइकु के गरे भने मैले क्याटवक भनेको त मुलु उता चाहिँ के सिकाउँछ मान्छेले नबोले मसँग ए तेरीको केही त बोल न बोल्दै जाउँ भने कस्तो ए भेजा नखाना बोल नि तिमी र म गर्लफ्रेन्ड बोयफ्रेन्ड होइन ए मतलब बोयफ्रेन्ड गर्लफ्रेन्ड हो भाइ चाहिँ कता हो दाइ प्लिज मेरो गर्लफ्रेन्डलाई नजिस्काउनु न बरु मलाई जिस्काउनु हेर्नु मेरो छोड त म हान्छु मेरो बुखाले के देखाउँछ माछाले के रे फुच्ची अहिले के भनिस् रे तैँले के राम्री भनेर तारिफ हान्दिएको त लाइजेन त खेल मेरो भाइसँग मैले हान्छ तपाईँ खेल्नु न ल नि त आइजेन त तेरो बोयफ्रेन्डलाई लिएर म सिङ्गल हान्छु ल आइजे के अरे तफुचे हो दाइ हामी डेटिङ बस्नु जान आँट्यो कि प्लिज छोडिदिनु न कि प्लिज तपाईँको खुट्टा ढोक्छु मम्मी हो क्या केही गर्दैन भने मेरो मम्मीसँग भेट्न नमस्ते मम्मी नमस्ते नमस्ते ल कुशल यो बाबुजी को अहिलेसम्म छेवर गरेको रहेनछ त यत्रो ठुलो भएर कहाँ मम्मी ऊ छोरी मान्छे हो क्या कहाँ छेवर गर्ने भनिरहेको अनि लुगा त के हो यो आमामामा राम 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 छोरा मान्छेले लान्छ टिहापे जस्तो छ त कस्तो सासु आमा पनि आजकलको ट्रेन्ड हो कि भेजा नखानु एकछिन त आउँछ है मम्मी तिमीहरूलाई एउटा सरप्राइज छ कस्तो सरप्राइज अब चाहिँ केटी जस्तो राम्रो देख्नुभयो क्या थ्याङ्क यू बच्चाहरू ओइ सुन त यार हेर्नु मलाई क्या राम्रो देखेर लुगामा हो कस्तो तिमीहरू एकछिन जाऊ ल मायाले यस्तो लुगा मात्र राम्रो लागेर हुन्छ अलिक टङ पनि सुधार न बोल्ने के बोलेको त्यो अलिक मजाले केटी जसरी बोल न अलि यस्तो लजाइ वरी गरेर के कस्तो साइको साले म त लगाउँदिनँ केही साले लुगा पनि तैलाको धेरै ल्याङ नगरे ब्रेकअप तिमीले मलाई माया गर्छु गर्दैन गर्नु त गर्छु कि मलाई यस्तो प्लान पर्दैन सरी यार त अब मलाई यस्तो गर्नु खोज्छस् मलाई यस्तो मन पर्दैन कि बुझ्न म जे छु ठिक छु कि कस्तो नबुझेको तैँले तँसँग ब्रेकअप गर्नु मन छैन मलाई त मेरो ट्रु लभ हो के साँच्ची मैले शाहरुख खानको रोमान्टिक मुभी हेरेर आएको छु क्या रोमान्टिक हुँ न हल्का ए रोमान्टिक हुने